बिउ छर्ने किसानको दृष्टान्त। एक किसान बिउ छर्न खेतमा गयो। बिउ 4 प्रकारको जमिनमा पर्यो। बाटोको छेउमा परेको बिउ चराहरूले आएर खाइदिए। अर्थ, परमेश्वरको वचन सुने पनि नबुझेको मानिस, शैतानले तुरुन्तै वचन खोज्छ। ढुङ्गामाथि परेको बिउ चाँडै उम्रियो, तर जरा गहिरो नभएका नै घामले सुकायो। अर्थ, सुरुमै आनन्द साथ वचन स्वीकार गर्छ, तर दुःख वा सतावट आएपछि टाढा जान्छ। काँडा बीच परेको बिउ काँडाले थिचेर फल दिन सकेन। अर्थ, संसारको चिन्ता, धनको लोभ र इच्छा वचनभन्दा ठुलो हुन्छ। राम्रो जमिनमा परेको बिउ प्रशस्त फल दियो, 30, 60, 100 गुणा। अर्थ, वचन सुनेर बुझ्ने र पालन गर्ने मानिस जीवनमा फल देखिन्छ। परमेश्वरको वचन एउटै हो, तर हाम्रो हृदयको अवस्था फरक हुन्छ। हामी कुन प्रकारको जमिन हौ? यदि हाम्रो हृदय तयार छ भने वचनले हाम्रो जीवन परिवर्तन गर्छ।